जुत्ता गरेर भर उठेको अहिले उठे कसले के भन्छ के भयो अरे भाइको के भाइको खोर्सानी फोटो चाहिँ क्या फोटो चाहिँ देख्यो अरे ए किन अनि भाइको फोटो चाहिँ चाहियो अरे ए होइन त्यो फेसबुकमा चाहिँ त्यो भाइको फोटो राखेको थियो क्या अर्को आइडीमा चाहिँ ए अँ त्यो चाहिँ कसको आइडी हो भन्छ नि ए नानीको नाम राखेर सबै आइडी खोलिदिएको थियो क्या त्यसको ए अँ अर्को मोबाइलमा अनि त्यही भएर त्यो सोचिबस्छ नि ए ल ल तातो पानीहरू खा के भएर स्वर त्यस्तो भयो अनि अब खानु तातो पानी खाँदा 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 अहिले उठेर पनि 2-3 गिलास फ्वाक्कै गरेर अनि घाँटी नै दुखिरहेछ अन्त टन्सिलहरू भयो होला नि अनि अलि राम्रोकन उयो गरे अब भोलि डक्टर आउँछ भोलि डक्टर आएपछि के भन्छ ए ल स्वर पनि यहाँको फेरि बुवाले त निस्का गरेर स्वर नि अनि के भएको बल्ल तारुनी फकाउने स्वर भयो तेरो भन्दै आयो डेन्जर पो भएछ त स्वर त अनि अलिक ख्याल गर चिसोहरूले पनि होला केले अब त्यो स्वर खुल्ने हो त चिसो त खोइ के लागेको भनेर खोइ भएको जति सबै तिन खाप्नुको लागेको छ टोपी लागेको छ त्यो सिराक्सी काटेर सुतेको झन् गर्मीले हपप हुन्छ एकैछिनमा जाडो हुन्छ के त्यस्तै छ क्या अहिलेको बिराम नै अब त्यही हो ज्वरो आउने हात खुट्टा कटकटी खाने ज्वरो आउने त्यस्तै हो अनि उता काकाहरूलाई फोन गरेर यसो के गर्दै भनिनस् यस्तो सरले नदिने के भन्छ भन्न